ल साथीहरू, अब 2026 मार्च 12 तारिक 2082 साल फागुन 28 गतेको दिन ठिक अस्ट्रेलियामा चाहिँ अहिले 11 बजेर 4 मिनट गएको छ। म यसो वाकमा निस्केको छु। अहिले यसो फुर्सद निकालेर साथीहरूलाई म बाटोमा देखिएको दृश्यहरू देखाउँदै जानेछु, हेर्दै जानु होला। अब हामी हेरौँ है त। म क्यामेरा अगाडि फर्काउँछु। धन्यवाद सम्पूर्ण साथीहरूलाई। मेरो च्यानलमा स्वागत छ। मलाई सपोर्ट गरिदिनु होला। मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। सम्पूर्ण साथीहरूको आजको दिन सम्पूर्ण राम्रो होस् भन्ने कामना गर्दछु। साथीहरू, मेलबर्नमा अहिले अलिअलि चिसो बढ्न लागेको छ। हल्का चिसोको सुरुवात हुँदैछ अहिले। ल अब हामी चाहिँ अगाडि तपाईँलाई मेलबर्न सहरको यो रुपर्ट स्ट्रिट भन्ने सडकमा हिँडिरहेको छु। म चाहिँ त्यो देखाउन आइरहेको छु। ल हेर्नुहोस् है साथीहरू। यो चाहिँ रुपर्ट स्ट्रिट हो साथीहरू। म घरबाट निस्किएर अब करिब आधी घन्टा वाकमा जान्छु। यो वाकमा गइन्जेल म यो भिडियोलाई खिचिरहन्छु, हेर्नु होला। मेलबर्न सिटी होस्, सिटीमा रहेको रुपर्ट स्ट्रिट यो वेस्ट साइडपट्टि पर्छ। वेस्ट फ्रुस्क्रे पनि भन्छ यसलाई। वेस्ट फ्रुस्क्रेमा रहेको रुपर्ट स्ट्रिट हो। अनि यो स्ट्रिट मलाई चाहिँ सफा लाग्छ। सहर सफा लाग्छ, सफा छ, देख्न सक्नुहुन्छ। हावा सेरेर चलिरहेछ। आजबाट अलिक चिसोको बहाव बढिरहेको छ यहाँ मित्रहरू। अब हामी तपाईहरुलाई बाटोमा जे देखिन्छ त्यो देखाउँदै जानेछौँ। मित्रहरू, यहाँ कुकुर पनि यसरी मजाले डोलाउनुहुन्छ। यो तपाईको हाम्रो यो पारीपट्टि देखिरहेको चाहिँ ट्रेन गुड्ने ठाउँ हो। यहाँ चाहिँ ट्रेन गुड्छन्। अहिले ट्रेन आएर हिँड्छ। म तपाईहरुलाई ट्रेन आयो भने ट्रेन आएको पनि देखाउने छु। हामी यो मेलबर्नमा चाहिँ तपाईको अहिले यो सबब पाउँ न रुपर्ट स्ट्रिट यो मान्छे बस्ने बस्तीहरुमा चाहिँ खाली एक तले दुई तले घर मात्र देख्न पाइँदो रहेछ अस्ट्रेलियामा। अनि यहाँ अस्ट्रेलियामा चाहिँ साथीहरु घर बेच्नलाई यसरी विज्ञापन घरको अगाडि यसरी राख्दै रहेछन्, फर सेल भनेर। यहाँ अब यो घर बिक्रीमा रहेछ। यो घर त पुरानो हो, यो जग्गा चाहिँ बिक्रीमा भन्नु पर्यो। अब मेरो नजरमा चाहिँ है। ल साथीहरु,
ट्रेन पनि एउटा आएछ, सामान बोक्ने ट्रेन छ, त्यसको तर इन्जिन मात्रै आइरहेछ। पर तपाईँ देख्न सक्नुहुन्छ इन्जिनहरू मात्रै आइरहेछ रोकिएको ट्रेन। ल चिसो चिसो हावा चलिरहेछ अहिले। अब यहाँ अस्ट्रेलियामा जाडो जाडो सुरु हुन आँटे जस्तो छ। ट्रेन सामान बोक्ने ट्रेनको इन्जिन चलिरहेछ साथीहरू। अब हामी परबाट नजाउँ, यतैबाट अर्को स्ट्रिटमा जान्छौँ हामी। अब यहाँबाट हामी यो स्ट्रिटबाट यता गएपछि हामी बार्कले स्ट्रिट भन्ने स्ट्रिटमा निक्लिन्छौँ। यहाँका सिनारियो हेर्नुहोस् साथीहरू, सुन्दर छ। यहाँ मानिसहरू चाहिँ कमै हिँडेको देखिन्छ, त्यस्तो साह्रो धेरै हिँडेको देखिन्न। यो भाँडो चाहिँ के को भाँडो राखेको यो थाहा भएन मलाई साथीहरू, यो सोध्नुपर्छ यहाँका बासिन्दाहरूलाई के को लागि युज हुने रहेछ। यो साँचो चढाउने ठाउँ पनि रहेछ। ढुकुर कराउँदैछ साथीहरू। यहाँ चाहिँ म बसेको वरिपरि चाहिँ ढुकुरहरू प्रशस्त भेटिन्छ। फुल पनि राम्रो राम्रो फुलेको छ। यो बटुके फुल जस्तै, चट्ट बटुको जस्तै रहेछ। यो चाहिँ ओलिभ हो जस्तो छ, हेर्नुहोस् ओलिभको रहेछ, ओलिभ नै होला यो। ओलिभ पनि फल्न सुरु गरिसकेको रहेछ, ओलिभको बोटहरू। ल हेर्नुहोस् है साथीहरू, अस्ट्रेलियामा घरहरू यस्तै नै हुन्छन्। एकतले यहाँ घरमै रहेछ, एक कसरत गर्ने ठाउँ टक्क बनाएर राखेको देख्न सक्नुहुन्छ। जन्मिने उफ्रिने कसरत गर्नलाई, बच्चाहरूलाई पनि भयो, आफूलाई पनि भयो। कुकुर कुक्यो। यहाँ अस्ट्रेलियामा सडकमा चाहिँ कुकुर देख्न पाइँदैन साथीहरू, नेपालमा जस्तो। कुकुर पालिरहेको हुन्छन् मान्छेहरूले, कुकुरलाई डुलाउन हिँड्छ। कुकुर हेर्न पर्यो भने यसो पार्कतिर गयो भने देख्न सकिन्छ, नत्र कुकुर यहाँ साह्रै देखिँदैन। मैले चाहिँ देखेको छुइनँ भन्नु पर्यो। यसो बिहान बेलुका यसो समय मिलाएर पार्कतिर निस्क्यो भने देख्न सकिन्छ। ल हेर्नुहोस्, यहाँ कुकुर बिरालो भनौँ न भेटनरीको क्लिनिक छ यहाँ। हाम्रो घर नजिकै हो यो पनि।
ओहो ओलिभ त कस्तो लटरम्म फलेको छ हेर्नु न हात तरिका हो ओलिभ फलेछ है साथीहरू ल ओलिभ फलेको छ हेर्नुहोस् यहाँ साथीहरू यो चाहिँ टेलिफोन गर्ने बुथ हो यो चाहिँ टेलिफोन गर्न पाइन्छ यहाँबाट टेलेस्ट्रा पे फोन फ्री नेसनल कल्स अस्ट्रेलिया इज वाइ ल VHY रे यहाँ चाहिँ अस्ट्रेलियाभरि चाहिँ फ्री कल गर्न पाइयो यहाँबाट आपतकालीन अवस्थामा परेको छौँ भने यहाँबाट फोन नम्बर बोकेर फोन बोकेको छैन भने गर्न पाइने रहेछ त्यो फोन नम्बरको डायरी पनि राख्दै आउँदो रहेछ यहाँ येल्लो पेजेस मित्रहरू व्यवस्थित छ जोस् व्यवस्था राम्रो छ जनताहरूलाई सुविधा यहाँका सरकारले गरेका छन् यो मेलबोर्न अस्ट्रेलिया मेलबोर्न चाहिँ यो भिक्टोरिया राज्य अन्तर्गत पर्छ साथीहरू अब हामी अहिले बार्कली स्ट्रिटमा हामी निस्किसकेका छौँ है यो अहिले जुन तपाईँ देखिराख्नु भएको छ बार्कली स्ट्रिटको सडक हो बार्कली स्ट्रिट सडकमा फुलहरू हेर्नुहोस् कस्तो राम्रो फुलेको छ पर देख्न सक्नुहुन्छ तपाईँ यो पारिपट्टि देखिएको चाहिँ तपाईँको पार्क हो यी सडकमा फुलहरू दामी तरिकाले फुलेका छन् यहाँ हेर्नुहोस् अब मानिसहरूको घरमा ड्र्यागन फ्रुटहरू पनि देख्न सकिन्छ ड्र्यागन फ्रुट मजाले लागिरहेछ अब फल लागेको छ होला फुलेको छैन म जे देखिरहेको छु त्यो देखाउँदैछु ल अनार रहेछ यहाँ हेर्नुहोस् ल अघिको कुकुर परबाट घुमाउँदै यहीँ पार्कमा ल्याइ पुर्याइसक्यो त साथीले अघि मैले पर भेटेको थिएँ बाटोमा अनि यो पर देखिएको चाहिँ बस स्ट्यान्ड हो त्यहाँ चाहिँ बस रोक्ने गर्छ त्यहाँ मान्छेलाई बसमा चढ्नलाई त्यहीँ आएर चढ्नुपर्ने हुन्छ बस स्टपमा पारिपट्टिको त्यहाँ छ यता वारिपट्टिको यो पर एउटा बोर्ड लेखिएको छ हो त्यो बोर्डको छेउमा आउँछ बस फुलहरू कति राम्रो फुलेको छ हेर्नुहोस् त ल जेरेनियम पनि कस्तो दामी फुलेको त फुलको सौखिन रहेछ यो घरको मान्छे चाहिँ ल त्यहाँ लाउरी फुल पनि कस्तो दामी फुलेको छ धुपीहरू देख्न सक्नुहुन्छ फुलहरू अर्को पनि डग आइपुग्यो पारिपट्टि कुकुरहरू यसरी घर पाउला कुकुरहरू चाहिँ देख्न सकिन्छ अस्ट्रेलियामा यो फुलको नाम चाहिँ मलाई थाहा भएन मलाई चाहिँ जोड मन पर्यो फुल चाहिँ सडकभरि छ ल हेर्नुहोस् त्यहाँ कुकुरलाई त्यसरी पार्कमा ल्याएर छोडिदिएर त्यसपछि मजाले खेल्छ कुकुरहरू ल कुकुर यसरी खेल्छ रमाइलो छ अब हामी पारी जान्छौँ यहाँ पारी जानलाई चाहिँ यसो हेर्नुपर्छ गाडी आइरहेको छैन ल हेर्नुहोस् त्यहाँ फेरि अर्को पनि देख्नुभयो कुकुर यसरी पार्क नजिक चाहिँ कुकुरहरू थुप्रो घुमाउन ल्याउनुहुन्छ कुकुर पाल्ने साथीहरूले हेर्नुहोस्
यो पार्कमा गाडी पनि पातलो पातलो हिँडिरहेछ। घाम मधुर मधुर लागिरहेछ अहिले। मित्रहरू हावा चलिरहेछ। अब हामी फेरि पारि जान्छौँ।